आम्मामा आकाशमा उड्दैछन् त रणमतीहरू यार। मैले नबुझेको यिनीहरू सिधै आकाशमा उडेर त्यहाँ घरमा गयो। अघि जोन बाहिर हुनेहरू आकाशमा उडेर किन जोनभित्र गएनन् भनेको क्या भाइ। ओइ यार केटा हो हान्नै पनि ला। उइ पेस्तलले हान्नु त म्याच सिक्ने आफ्नै टिममेटले हान्दैछ कि क्या आफ्नो टिमलाई। के भइरहेछ यहाँ रनमा नबुझिकन हेर्न पो आनन्द आउँछ त। के हानो के गर 10 किल सेकिसक्यो मुजी नाच्दा नाच्दै केटाहरूले मुजी केही थाहा नै छैन मुजी 10 हानिदिइसकेको ठाउँ रनमायाहरूले। यतिको गेम खेलिसकेपछि म्याच सिकिसक्दैन अनि फेरि हुन्छ। यिनीहरूलाई मुजी भोलि एक प्लेट मुजी मोमो लिएर गइदिनु पर्यो बुट क्याम्प। सेक्दे केटाहरूले यो सिडी भन्नेलाई सेक। ओइ रन्डियोटनको छोरो ओभर सेको त म्याच रन्डियोटन लभली म्याच। यस्तो खेल्दो रहेछ केटाहरू के थाहा मलाई मुजी यतिको खेल्छ भनेर। देखो कि पड्काउँदो रहेछ देखो कि सेक्दो रहेछ। म जत्तिकै एग्रेसिभ रहेछ नि केटाहरू त म भन्दा अलिक कम हो तर मुजी एग्रेसिभ रहेछ नि यिनीहरू यार। पड्काइहाल्दो रहेछ देख्नलाई। ओए रन्डियोटनको छोरो यो भाइले त मुजी के हो मुजी बाइकको मुजी भाइजर लायो रे हान्दैछ क्या गनमा। ओभर सेको त यार कुदेको होला बिचरा मुजी। ओइ के ओइ यो ल माछ यस्तै हानेछ यार मैले अस्ति मुजी एक दिन खेल्दाखेरि। ओइ नाइस सट यार यो भाइले पो खेल् यो भाइ राम्रो खेल्दो रहेछ त मुजी अरूभन्दा त। मजा गर्छ मुजी गेम खेल्नुभन्दा ज्यादा गोली चल्नुभन्दा ज्यादा मुजी मजा। यो खोइ त यो भाइ त खतरा प्लेयर भनेको न हान्दैन त हो। ए हाल्ने भाइ ओइ यो भाइले चाहिँ के हानो मार्छ ल रिकल हाल्ने। यो भाइले त माछिले कागे हान्दैछ जे पाए त्यही हान्दैछ कि मुजी के हान्दैछ हौ। यो भुडु भनेले त मुजी कागे हान्दैछ कि के हो। जे पाए त्यही हान त मुजी ढुकचुक मुजी पार्दै ल रन बन्छ। यो एमी भन्ने मुजी जहिले जन्मा हुँदो रहेछ यार। 22 किल हानेछ त यो एमी भन्ने टिमले त लौडी जस्तो म्याच के खेल्यो यो गेममा यिनीहरूले। एनिमीलाई हाम्रोले हान्दैछ यार। एनिमी भर्सेस हाम्रो पऱ्यो क्या तर गोली मुजी एउटा लागेको छैन। कहाँ हान्दैछन् के गर्दैछन् कुनै मुजी के हो यो ल म्याच ल नक त हाने जस्तो लाग्यो एउटा चाहिँ। ओइ दुईटा नक म्याच 3टा नक 4टा नक रनमा आएको छ। 5वटा टिम छ यार त्यहाँ के भयो केही बुझिन यार। रनमा कस्तो के गरे यार 15वटा टिम छ के गर्दैछन् म्याच।